नमस्कार साथीहरु, म नमित श्रीवास्तव तपाईहरुले फेरि पनि एउटा नयाँ भिडियोमा स्वागत गर्दछु। साथीहरु, भिडियो त म धेरै नै बनाउने गर्छु। मेरो भिडियो चाहिँ बढी टेक्नोलोजीसँग रिलेटेड हुन्छ। साथसाथै मार्केटमा भइरहेको स्क्यामबाट कसरी बच्ने त्यसको बारेमा पनि टाइममा भिडियो बनाएर तपाईहरुलाई बताउँदै आएको छु। यही सन्दर्भमा साथीहरु मसँग फेरि एउटा इन्सिडेन्ट भएको छ। त्यो इन्सिडेन्ट तपाईहरुलाई सुनाउन चाहन्छु। यो इन्सिडेन्ट चाहिँ धेरै नै रोचक किसिमको भएको छ। मैले आफै सोच्दाखेरि मलाई एकदम धेरै हाँस आइरहेको थियो कि यस्तो पनि हुन सक्छ भनेर। तपाईमध्ये धेरै जनालाई थाहा होला कि म चाहिँ साइबर चलाइरहेको छु र वर्षौंदेखि साइबर चलाउँदै आएको छु। साथीहरु, आजको जुन भिडियो छ मेरै साइबरमा घटेको एउटा घटनाको बारेमा तपाईलाई बताउन गइरहेको छु। अब घटना चाहिँ कस्तो घटेको छ त्यो ध्यान दिएर सुन्नु होला। तपाईहरुलाई पक्कै पनि राम्रो लाग्छ र त्यसबाट पक्कै पनि केही न केही सिक्नुहुन्छ। साथीहरु, म साइबरमा काम गर्दै थिएँ। एकजना कस्टमर म कहाँ आउनुभयो र उहाँलाई उहाँको ई-सेवामा 1000 रुपैयाँ चाहिएको थियो। उहाँले मलाई ई-सेवामा पैसा हाल्दिन भन्नुभयो। मैले भने कि 1000 हालेको 10 रुपैयाँ चार्ज एक्स्ट्रा लाग्छ। उहाँ चाहिँ रेडी हुनुभयो। त्यतिखेरै एकजना अर्को कस्टमर आउँछ र उसले भन्छ कि म तपाईको खातामा 5000 हाल्दिन्छु, मलाई क्याश दिनुस्। एकजना कस्टमर के को लागि आएको छ? उसले आफ्नो ई-सेवामा 1000 रुपैयाँ हाल्नको लागि। त्यतिखेर एउटा अर्को कस्टमर आउँछ र उसले के भन्छ? उ चाहिँ मेरो ई-सेवामा 5000 हाल्दिन्छ र त्यो पैसा उसलाई क्याश चाहिएको थियो। मैले उसलाई नाइ भनिदिएँ। मैले भने कि म चाहिँ आफ्नो खातामा पैसा लिएर क्याश दिने काम गर्दिन, बरु तपाईको ई-सेवा चाहियो भने म तपाईलाई तपाईको ई-सेवामा पैसा हाल्दिन्छु, त्यसको बाबत म क्याश लिन्छु र मेरो केही सर्भिस चार्ज छ त्यो लिन्छु र क्याश दिने काम चाहिँ म कहाँ हुँदैन। अब साथीहरु ध्यान दिएर सुन्नु होला। घटना चाहिँ घटेको छ। पहिलो कस्टमर जुन कि पैसा ई-सेवामा राख्न ल्याएको थियो, अर्को चाहिँ निकाल्न आएको थियो। त्यो दुवैजना एक आपसमा कुरा गर्छन्। जसले पैसा आफ्नो ई-सेवामा हाल्नु थियो उसले चाहिँ त्यो अर्को कस्टमरले भन्यो कि तपाई चाहिँ मेरो खातामा हाल्दिनुस्, म तपाईलाई क्याश दिदिन्छु। दुईमा कुरा मिल्यो। जसले पैसा निकाल्ने थियो उसले निकाल्न पनि भ्यायो र जसले आफ्नो ई-सेवामा हाल्नु थियो उसलाई पनि हाल्नलाई कुरा मिल्यो। अब यहाँ चाहिँ मेरो इन्भल्भमेन्ट खत्तम भयो। उहाँहरुको कुरा भयो र त्यो अर्को जो सेकेन्ड टाइम जुन कस्टमर आएको थियो उसले 5000 चाहिएको थियो, उसले 5000 चाहिँ त्यो मेरो पहिलो कस्टमरलाई हाल्दियो खातामा र त्यो पहिलो कस्टमरले त्यो 5000 हाले बापत उसले 5000 दियो र 5000 लिएर त्यो मान्छे गइसक्यो र यो जुन मान्छे 1000 हाल्न लागेको थियो त्यो मान्छेले आफ्नो खातामा 5000 लिएर उ पनि आफ्नो घर गयो। कुरा खत्तम भयो साथीहरु। अब ठ्याक्क 2 दिनपछि के हुन्छ त्यो सुन्नु साथीहरु। 2 दिनपछि त्यो मान्छे जुन कि 5000 आफ्नो खातामा लिएर क्याश दिएको थियो त्यो मान्छे फेरि मकहाँ आउँछ कि दाइ हेर्नु न एउटा मसँग घटना घटेको छ। मैले भने के भयो? उले के भन्छ? अस्ति मैले जुन 5000 आफ्नो खातामा रिसिभ गरेको थिएँ त्यो पैसा चाहिँ ई-सेवाले मेरो होल्ड गरिदिएको छ। मैले भने किन होल्ड भयो? तपाईले ई-सेवामा कुरा गर्नु भएन? अनि त्यो मान्छेले ई-सेवाको अफिसमा फोन पनि गरेको रहेछ र ई-सेवाले के भन्यो कि तपाईको खातामा जुन 5000 रुपैयाँ आएको छ त्यो चाहिँ फ्रडको पैसा हो, स्क्याम गरेर आएको पैसा हो, त्यसकारण त्यो पैसा हामीले होल्ड गरेका छौं। साथीहरु, त्यो जब 10 रुपैयाँ बचाउनको लागि अननोन मान्छेसँग उसले आफ्नो खातामा 5000 रुपैयाँ लियो, 5000 आफ्नो खातामा लिएर उसलाई क्याश दियो। यो घटना मेरो आँखाको सामने नै घटेको थियो। बिचाराले आफ्नो खातामा 5000 रुपैयाँ लिए र उसलाई क्याश दिदिए 5000, त्यो 5000 लिएर गयो र यो बिचाराको 5000 एकाउन्टमा होल्ड भयो। अब होल्ड किन भयो? होल्ड यस कारण भयो कि जो मान्छे पैसा निकाल्न आएको थियो त्यो चाहिँ फ्रड थियो। अब त्यो मान्छे फ्रड नभए पनि उसको खातामा कसैले पैसा पठायो होला, त्यो चाहिँ फ्रडको पैसा हुन सक्छ। अब बिचारालाई जब 10 रुपैयाँ बचाउनको लागि ठुलो टेन्सन भयो। 10 रुपैयाँ बचाउने चक्करमा अब उसको 5000 रुपैयाँ जाने भयो। यसबाट तपाईले के सिक्नु भयो? कुनै पनि अननोन मान्छेसँग वा नन मान्छेसँग पनि आफ्नो खातामा पैसा लिइरहनु भएको छ भने तपाई ठुलो समस्यामा पर्न सक्नुहुन्छ। हो साथीहरु, मैले यही बताउनलाई यो घटना शेयर गर्दै छु। अब विचारसँग त कुनै अप्सन छैन। ई-सेवामा फोन गर्दाखेरि भन्दैछ यो पैसा स्क्यामको हो, यसको बारेमा यसको लागि कम्प्लेन आएको छ, तपाईले चाहिँ यो पैसा स्क्यामर ल्याउनु भएको छ। अब विचारको मैले त्यो भनिदिए कि अब तपाईको हातमा केही पनि छैन, ई-सेवाको अबले कम्प्लेन आएको छ, उनीहरुले इन्भेस्टिगेसन गर्छ। अब केही तपाईको इन्भल्भमेन्ट पाइयो भने तपाईले पनि कारबाही हुन सक्छ। त्यसकारण अगाडिबाट यस्तो काम नगर्नु होला, अननोन मान्छेको पैसा आफ्नो खातामा नलिनु होला भनेर मैले सम्झाएर उनीलाई पठाइदिएँ। यही छोटो जानकारी शेयर गर्नको लागि मैले यो भिडियो बनाएको थिएँ। आशा गर्छु तपाईहरुले पक्कै पनि केही न केही बुझ्नु भयो होला यसबाट र मलाई लाग्छ यो भिडियोबाट तपाईहरुले अब सचेत भएर अगाडिबाट काम गर्नुहुन्छ होला। धन्यवाद।